बन दिदो बन के भनेस् बन दिदो के तँले यही रोटीलाई तर के भनेस् भन त पाल्छु भनेर ल्याएँ नि अनि मलाई के भनेस् भन मलाई के भनेस् तिम्रो बेहोरा सुधार न पहिला मलाई के भनेस् तिमीले तिम्रो म मिल्दैन म कसै मिल्दैन त मेरो अगाडि मेरो बुढी भनेर बोल्ने त को भन्न मेरो दिदी भनेस् साथी हो खुब तेरो साथी साथी भनेर त बोलेको थियो बुढी भनेर बोलेको हो म बोल्दाखेरि किन काटेको त्यो फोन किन काटेको त म बोल्दाखेरि अनि तैँले कुन चाहिँ हो रन्टीको छोरी किन भन्नु त अनि भन्छु आफ्नो पोइहरूसँग बोल्दाखेरि रिस उठ्दैन भन् त दिदीसँग बोलिरहेको छ त्यसो भनिदिएपछि रिस उठ्दैन मान्छेलाई सने घरमा श्रीमती हुँदा आउँदै अर्को दुनियाँ रोन्डीहरूसँग खोज्ने कहिले जिन्दगी त कहिले काम गरेर खुवाएको हाम्रो कहिले देखेको थिएन देख्छस् अरू यत्रो नानी भएको छ 1 रुपियाँ देखेन तँ नानी यो 3 दिन हुँदा पनि तैँले छोडेर हिँडेको राति सुत्केरी अवस्थामा सुत्केरी खुवाउनु पर्ने होइन